अहिले कल हान्यो भने म कसम त्यसको कललाई कल गरेर अहिले त्यसलाई मैले लाइभमै थर्काउँछु। बालछाना आमा बाको घर छोडेर सहर पसेर म छाडा भएको तँलाई थाहा काट्न आउँदैछ मेरो केटाहरू। मैले भनिदिइसके ओपन च्यालेन्ज। तेरो दाइ गन लिएर बसेको छ 208 एनमोर रोड एनमोरमा आइज म्याच सिक्ने। बालछाना आमा बाको घर छोडेर सहर पसेर म छाडा भएको तँलाई थाहा होला नि। र्याप सुन्छ मैले पहिल्यै भनिसकेँ। तँलाई र्याप पनि सुनाइदिन्छु रातभर। थगो भाइ बालछाना जो मसँग जुत्छ म रेडी छु। सानो भर्याङ ठुलो भर्याङ सीता पाइला कलङ्की बाफल म्याच सिक्ने। मलाई हस्पिटलमा भेट्न किन आएको त रन्डीको छोरा? तैले बोलाइदिएको पुलिस म्याच सिक्ने बुझिस्? तैले पुलिस बोलाइदिएर म हस्पिटल पुगे रन्डीको छोरा अनि पछि मलाई हस्पिटलमा भेट्न आउँछस् म्याच सिक्ने? देख्दाखेरि क्या म्याच म बसिरहेको छु अस्ट्रेलियामा। म्याच सिक्ने कसले छुन्छ मलाई? गन छ मसँग रन्डीको बान। गन छ मसँग म्याच सिक्ने। आइज यस यु आर होइन होइन पर्सनली भन्नुपर्दाखेरि चाहिँ राम्रो हो है। फेरि त्यो बी केयरफुल अन यर लाइफ भनेको छ नि द्याट्स गुड थिङ होइन। बेसी बोल्ला तर फक द्याट शिट म्यान। म घरमा बसिरहेको छु तोप खाएर 208 एनमोर रोडमा आइज म्याच सिक्ने। कसलाई मलाई मसँग नि खोज्नु छ है? जसलाई मलाई केही सुनाउनु छ म तोप खाएर बसिरहेको छु मेरो घरमा। रन्डीको बानहरू आइज म्याच सिक्ने। मसँग खुकुरी छ। के मुजी बोल्नु यार कसम भने मलाई त तर मलाई रिस उठ्छ क्या म्याच सिक्नेहरूलाई देख्दाखेरि क्या म्याच। हट लेडिजहरू बोलाउने होइन अनि यत्रो ठुलो बाल्टीमा दालहरू पोर गर्ने क्या हट नेकेड लेडिजहरू माथि क्या। त्यो पो हो त म्युजिक भिडियो छ। रियल ग्याङ्स्टरहरूलाई हेर अब रन्डीको बान। साउरे तँलाई मैले भनेको थिएँ म्याच सिक्ने आइज ब्याटल गर्न आइज रिस्पेक्टफुल्ली तँलाई मार्छु भनेको थिएँ। तँलाई आउन मन लागेन। बेसी बोलिन्छ बेसी बोल्ने हो। बोल्नलाई आएको म आमा बोल्नलाई आएको भने थाहा छैन। आइज म्याच सिक्ने सबजना नेपाली केटाहरू यहाँ आइज। तेरो दाइ लिल बुद्धले तँलाई काम पनि दिन्छ, हिरा पनि दिन्छ, छम्मा पनि दिन्छ तँलाई। मेरो लाडो खा माउन्ट एभरेस्ट। बोतल फुल्छ लाडो खा माउन्ट एभरेस्ट। त्यस्तो होइन।